आजको दिन कस्तो हुन्छ के गर्छु भनेर तपाईँहरूलाई देखाउनेछौँ। हामीसँग छ हाम्रो बाइक, म। आज मौसम राम्रो छ। ल अब हामी हिँड्छौँ। हामी बिबी चोक आइपुगेका छौँ। ट्राफिक चोक आइपुगेका छौँ। हाम्रा दुईटा दौतरीहरू कता बस्नुभएको छ। उहाँ दौतरीहरूलाई भेटिनु भयो, रिसाउनु भएको छ। हुनुहुन्छ भरतजी हुनुहुन्छ, उहाँ हुनुहुन्छ रोशनजी हुनुहुन्छ। हाम्रो यात्रा सुरु हुँदैछ। हाम्रो प्रतिष्ठान हो दाङको एकदम परिचित हस्पिटल। यात्रा सुरु भयो। यतिर एम्बुलेन्सहरू लागिरहेका छन्। बिरामी परेमा कोही जाने परेमा यहाँ त स्कर्पियो पनि रहेछ सुविधा। यस्तो धुलो रहेछ बाटोमा। हामी चाहिँ धुलो धुलो भइसक्यौँ। कस्तो देखेछ थाहा छैन। सरलाई हामी वेट गरिरहेछौँ। पाउडर किनभने यो कमारे चौर कमेरो भने सेतो हुन्छ। अब कमारे चौरतिर लाग्दैछौँ। त्यस पछाडि हाम्रो केही छिनको बसाइपछि हामी बङ्गलाचुली जान्छौँ। अर्को दौडिँदै आउँदैछ ऊ। अब छ्या 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 10 बानी सर। 10 बहाने करके ले गए दिल, ले गए दिल। 10 बहाने करके ले गए दिल, ले गए दिल। पानी परेर हामी अब एकछिन बिसाउँदैछौँ। घुम्ने भनेर आएको पानी परेर हामीहरू यस्तै रुक्नु परेको छ होइन। आज मौसमलाई बादल हटाउन सकिन्छ। यो केमिस्ट्रीबाट कुनै केमिकल हालेर हटाउनु छ भने त्यसलाई स्काई सेडिङ भन्छन् होइन। त्यसलाई चाहिँ हामीले भयङ्कर ठुलो पानी पर्यो। पानी असाध्यै ठुलो पर्दैछ। लहर जस्तो उतातिर हो रेनी माथिबाट तलसम्म लहर रेनी कालो बादल बडा कस्तो बवाले हाइटी एरिया हो। पानी झरे आउँछ। गोराइपुर महानगरपालिका वडा नम्बर 1 काउले भनेर लेखिएको छ। अब चाहिँ पानी अलिकति कम होला जस्तो छ। हामीहरूको यात्रा अब चल्छ। हामी एप्पल रिसोर्टको एकदम नजिक छौँ होइन। र जे पनि बस्नु रेस्ट गर्यो राम्रो छ। यहाँ सिनहरू यहाँ हुस्सु आइसकेको अवस्था छ है। हो नि हो। यहाँ चिसो भएर कैलाशले टोपीको व्यवस्था गरिसक्नु भएको छ। रोहन सरलाई चाहिँ जाडो नै हुन दारीले तातो गरिन्छ। अनि उहाँले गर्दा मौसम चिसो भइरहेछ। हामी चाहिँ आश आज नै फर्किन्छौँ। आइपुगेका छौँ यो बङ्गलाचुली गाउँपालिका वडा नम्बर 4 मा। सो यहाँ चाहिँ झुल डाँडा टापा भनेर लेखेको छ। उता एउटा भवन बनाएको रहेछन्, एकदमै राम्रो भवन छ। हाम्रो रोशन सरहरू जहिले पनि ढिलाइरहनु भएको छ। आउनुभयो होला अब चाहिँ। अब फेरि हामी अगाडि बढ्छौँ ल। माथि नै हो, माथि सायद। राम्रो रहेछ त ठ्याप्पै स्टिक सिग्नल राम्रो छ। ल एप्पल लोगो। ल फाइनली हामी आइपुगेका छौँ। चिसो बाटोलाई च्यालेन्जिङ, उताको गर्मी, यहाँ चाहिँ जाडो भइरहेको छ। सर काटिसक्नुभयो। फेरि काफलको बोट भेटेका छौँ। काफलको बोट यस्तो हुँदो रहेछ। तर काफल के अहिले फल्ने सिजन होइन त? के त्यो टिमुर हो? यो टिमुर धेरै खानु हुँदैन लाग्छ नि फेरि। एकदमै मिनरलमा हाइली भिटामिनहरुमा एकदम राम्रो ल सर। ओले सरहरुलाई सर बोला। कहाँबाट आयो सर यो? कौवा काफल ल एकदम। यसको नाम कौवा काफल रे। भरत सरले हामीलाई दिनुभयो। कौवा काफल। हामीले चाहिँ खतरा खतरा टिकटक बनाएको छौँ, हेर्न सक्नुहुन्छ। यो टिकटक चाहिँ सरको युट्युब च्यानलमा छ। यो सरी टिकटक आइडीमा छ। हेर्नु पर्यो। टिकटकमा हामीले युट्युबमा पनि राख्छु म। यसलाई चाहिँ स्पेशल मेमोरी हुनु। यहाँनिर दाङदेखि थोरै माथि यति राम्रो सिन भएको ठाउँ रहेछ। यो रिसोर्ट पनि राम्रो रहेछ। गीतको सेक्सन त खतरा छ नि सर हाम्रो। यो बवाल छ। यो ग्रुप हो कि सिङ्गलको लागि हो यो टिकटक? यो ग्रुपलाई सर, यो ग्रुपलाई हो।
अलि त्यहाँ कति राम्रो ठाउँमा जाउँला नेक्स्ट ठाउँ लोकेसन तीनटा बनाउँला ग्रुप हुन्छ, तीनटा चाहिँ दुईटा मेरा पर्सनल हुन्छ। तपाईँले टिकटक बनाएको देखेर त मलाई नि बनाउन मन लागेको अब वाइफाई चाहियो गीत राख्नु पर्ला एउटा ऐना भेटायौँ हामीले कस्तो राम्रो क्लियर भ्यू देखेको छ ऐनामा अब त भित्र गएपछि मजा आयो भने त भारी चिसो बढी भयो ल अब खाना खाने बेला भएको छ कस्तो छ सर खानाको टेस्ट मेन बाटोबाट भित्र हामी चुत्रो खान आएको छौँ चुत्रो कस्तो हुन्छ है चुत्रो हल्का सावर छ सर सुन फ्याक्ट्रीले खनेको सर मलाई पनि चखाउनु होला उता पनि छ वाह सरजी वाह कमिरे चौरमा छौँ र अहिले काफलको टेस्ट लिँदै करौतीहरू पनि खाँदैछौँ अब यहाँ त केही चिज नदेखे जस्तो लागेको छ मैले चुत्रो पनि पहिलोपल्ट खाएँ काफलको रुख पल्चीको देखेँ खानु न यो कस्तो गुलियो छ कस्तो राम्रो रहेछ तर यो मिठो हुँदो रहेछ कि चित्रो यो रात काफल चाहिँ कस्तो राम्रो है माथि यसलाई फोटो हेर्नु सर मेरो मुखमा रात खै सर फेरि जिब्रो हो त रेड यो खाने बित्तिकै धेरै पानी नखानु होला उदय हुन्छ के हुन्छ अरे भमिटिङ उदय भन्छ ग्याप गरेर पानी खाने त्यस्तो भन्दा खाना अलिक कम गर्नुपर्ने भयो काफलको एकदम ठुलो बोट भेटेको छ अरे खै काफल कहाँ पानी जोडी खाने मान्छे लाउनुहोस् धन्यवाद धन्यवाद म दुइटा मात्र लिएँ खतरा फोटोग्राफ हुँदो रहेछ तर ठुलो साइजको चुत्रो भेटाउनु भएको छ भेरी नाइस सो यु क्यान टेस्ट एकदम धन्यवाद सरजी भयो भयो लिनु के भेटाउनु भयो सरले ऐसले भेटाउनु भयो अरे कि रातो ऐसले भेटाउनु भयो खै देखाउनु कहाँ छ रातो ऐसले पहेँलो जस्तो लाग्यो तर ट्रेन त ठ्याक्कै छ यार यो टेस्ट गर्दा पनि त्यस्तै छ हो सर हो यो 100% हो ए सर डराउनु पर्दैन यी हेर्नु बस्नु अब डराउनु पर्दैन त भने ल है रातो हो क्या ढुक्नु के खानु मिल्छ मिल्छ सर मजाले मिल्छ मिल्छ योदेखि माथि गएपछि हामी जान्छौँ बङ्गलाचुलीको हामी जहाँ पनि छिटो आउँछौँ के गरौँ भन्दा माथि गएपछि एकछिन बस्छौँ होइन पकड लगेर जाउँ अन्त चिया खाने हो ओके चिया खाएर जाउँ 3वटा पसलमा सोध्यौँ हामीले दुधको चिया खान पाएनौँ किनकि यहाँ दुध पाइँदो रहेनछ अरे कालो चिया मात्र पाइरहेको छ एउटा ठाउँमा 4थो पसलमा पनि दुधको चिया नपाएपछि हामी 5औँ पसलमा पुगिरहेको छौँ यहाँ पनि दुधको चिया पाइएन अरे सर अब दुधको चिया छोडिदिउँ फ्रुटी खाम फाइनली हामीले चिया पसल भेट्यौँ खै कुर्सी ल्याउँ त अर्को त्यो तान्नु अब चाहिँ माथि जाने भनेको त पानी यस्तरी पऱ्यो यो ठाउँमा धन्नले चिया खाने ठाउँ भेटाएको थियौँ हामीले पानीमा त भिजिने हो त 3 दिन पानी पऱ्यो यता नपऱ्यो हो कि कुहिरो हो कि उसो यस्तो गर्मी छ तल होइन हजुर अब यहाँ हाल्नु यस्तो चिसो भइरहेको छ हजुर यस्तो भयो भिजेको पानी परिरहेको छ सर परिरहेको छ पानी अत्यन्त धेरै परेको छ कहाँ छोड्नु हो त मैले खै कैलाश सर कैलाश सरलाई यहाँले बाटोमा अलपत्र पारेर आउनु भएको छ कैलाश सर बिचरा हिँड्दै हेर्नु भएको छ है हो चिप्लिसक्यो हो यस्तो खतरा बाटोमा आइसकेपछि हामीलाई पुरस्कार दिँदै हुनुहुन्छ सर यस्तो खतरा बाटोमा आएपछि पुरस्कार दिँदै हुनुहुन्छ कि कति ए उहाँको गाडी यस्तो चिसो छ यहाँ हिँड माथि ल पकड हुन्थ्यो पकड हजुर जाऊँ न जाऊँ माथि जाऊँ अब हामी माथि टावरमा जाँदैछौँ है कि सिडीबाट जाने हो स्वर्गको यो पानी पर्दैछ परिरहेछ यही हो बङ्गलाचुलीमा भएको भ्यू टावर हाम्रो भ्लग नै हो हामी यहाँ माथि गएर अब के गर्छौँ भने राम्रो रहेछ त हेर यो सिनरी खतरा बनाएको हामी आउँदाखेरि बन्दै थियो स्टार्टिङको फेजमा आएको थिएँ म यहाँ गर्मी पुरा तल पुरा होइन
पोल्ने गर्मी माथि चाहिँ कट्ठाङ्गी दिने चिसो गर्मी भइरहेको छ अहिले पनि भयो गर्मी आउनुहोस् आउनुहोस् माथि यहाँ त के गरेर बस्ने हो यहाँ यहाँ त ल चिसो हावा चलाएछ यसरी हावा चलाएछ कि हामी हटिनै नसकिकन हावा चलिरहेको छ कि यो ठाउँमा चाहिँ हामी के गर्छौँ भन्दा तल जान्छौँ अलिक बाहिरबाट आएछन् सायद मान्छेहरू उनीहरू पनि यहाँ आएर बस्नु माथि तल जानुपर्छ लेट्स गो अब भर्खरै के गरेको भन्दाखेरि यहाँ बसेर साध्य छैन एउटा हामी कटेज खोजिरहेको छौँ त्यो कटेज त्यहाँ एकदमै पर छ हेर्न सक्नुहुन्छ त्यहाँ जान्छ होला सायद हामी किनकि यो कटेजमा मान्छेहरूले पिकनिक खाइरहेछन् ल लेट्स गो हामीहरू अब कटेज खोजीमा छौँ त्यहाँ पिकनिक भइरहेछ हामी आएको छौँ हाम्रो डेस्टिनेसनमा यस्तो मौसम आयो कि होइन केही गर्नै पाइएन यहाँ मजाले हिँड्ने हुँदा यस्तो पनि छुट्टै रमाइलो त छ मौसम छ चिसो धेरै नै चिसो अब के हुन्छ अब कस्तो होला अब चाहिँ हामी पानीले हाम्रो प्लान धेरै चपट पारेको छ यो ठाउँमा यस्तो मलाई भिडियो बनाउने हाम्रो कुरा हुने भएन धेरै समयसम्म पानी परेर अहिलेसम्म मजाले पारेको छ ल सर अब भन्नुहोस् टिकटक कहाँ बनाउने सर टिकटक कहाँ बनाउने उतै मन्दिर यहाँतिर समथिङ के रहेछ नि यहाँबाट म हिँडेँ ल यस्तो घामको बेला त यस्तो जाडो छ भने जाडो सिजनमा आएर घाम त लाग्छ तपाईँको राम्रो भयो यादगार नै भयो लगभग हिँड्दा रोशन चाहिँ त्यता दौडेर पुगिसक्नु भयो माथि होइन अब चाहिँ हामीलाई सायद पुग्नको लागि 1-2 घन्टा लाग्छ होला 2 घन्टा त लाग्छ यहाँ दौड्ने कम्पिटिसन चलिरहेको छ है यहाँलाई त म भेटाइहाल्छु नि यो कटेजले हामीलाई बचायो सर यस्तो चिसो भयो कि पुरै छोड्नुहोस् हेर्नुहोस् मुटु काम्ने चिसो यो ठाउँ कस्तो चिसो बस्नु रहेछ तपाईँहरू सरको यतातिर सरको ठाउँ है यो हाम्रो तिलक सर लोकालिटी अनि यस्तो राम्रो प्लेस छ हेर्नु ल हामीलाई किन जानु पर्यो गान्तोक जब हामीलाई यही छ गान्तोक दोस्रो गान्तोक आज बडी मालिका पनि भेट्यो गान्तोक पनि भेट्यो सर पनि भेटिनु भयो होला त्यहाँ पनि त पानी यस्तो हावा चल्यो नि ट्रेन छोड्नुहोस् रोशन सरहरू पल्टिनु भयो भन्न बैठ छैन यहाँ यत्रो ढिलो गर्नुभएको छ ठिक छ ल जाउँ सर के एकछिन तपाईँ यहाँ सरको बस्नु सर एक्सपिरियन्स हुनुहुन्छ बाटो अप्ठ्यारो छ तलसम्म मलाई मात्रै नै अप्ठ्यारो हुन्छ नि त यस्तो रमाइलो छ खानु भन्ने ल्याउनु भयो टेस्टी छ कस्तो छ है ल एक पिस टेस्टी छ यस्तो चिसो थियो कि राम्रो भयो कस्तो हावा पुरै खतरा लाग्दो रहेछ त यो सल्लाहमाथि हावाले आवाज आउँदो रहेछ एउटा
फाइनली आजको यात्रा यादगार नै भयो। अब चाहिँ हामी दाङतर्फ प्रस्थान गर्दैछौँ र यति राम्रो सिन देखिन्छ यहीँनिर माथि, हामी दाङबाट 1 किलोमिटर माथि हेर्दाखेरि सरले ढुङ्गा फाल्नु छ अब है। म त सरले ढुङ्गा फाल्नु। फाइनली घर आइसकेपछि बाइक हेर्ने यस्तो थिएन र बाइकलाई धोएपछि बाइकको अवस्था अहिले यस्तो छ। कहाँको बाइक यो अलि सफा भइसक्यो, नत्र त माटो माटो कति रातो। मैले बङ्गलाचुलीबाट लिएर आएको चित्र। मम्मी कस्तो मान्नुभयो चित्र? कहिले खानु भएको थियो कि खाँदैन, कहिले खाएको थिएन, राम्रो हुँदो रहेछ। ल ल